के हजुरहरूलाई थाहा छ लक्जमबर्गमा 47% फरेनर्सहरू छन् क्या, त्यो पनि 180 कन्ट्रिजबाट के भनेपछि आफै विचार गर्नुहोस् यहाँ कति थरीको मान्छे, कति थरीको नेसनालिटिज, कति थरी ल्याङ्ग्वेज बोलिन्छ। प्लस यहाँ लक्जमबर्गको अलरेडी 3टा नेसनल ल्याङ्ग्वेज छ, फ्रेन्च, जर्मन, लक्जमबर्ग। मलाई पनि त्यस्तै लाग्थ्यो इङ्ग्लिस त कमन हो, इङ्ग्लिस आएपछि सकिन्छ, मलाई इङ्ग्लिस आउँछ म त सक्छु, तर म पुरै गलत रहेछु क्या। एउटा ल्याङ्ग्वेज भए पो सिक्न पनि जाँगर चल्छ, 1-2 वर्षमा मैले सक्छु भनेर पढ्नलाई होइन, तर 3टा ल्याङ्ग्वेज त त्यो अझ अझ यो बढिरहेको पपुलेसनमा पनि हाइएस्ट चाहिँ पोर्तुगिज, स्पेनिस, इटालियनहरू छन् क्या। अब कतिवटा चाहिँ ल्याङ्ग्वेज पढ्ने त होइन, ल्याङ्ग्वेजले यति धेरै प्रब्लम भएको थियो मलाई चाहिँ, अनि मैले सल्युसनहरू खोज्न थालेँ। त्यो क्रममा चाहिँ मैले यो इन्टेन्ट एप भेटाएको थिएँ। यो एपले मलाई यति सजिलो भएको छ, म चाहिँ अहिले लक्जमबर्गिस गर्ल्स ग्रुप भन्ने ग्रुपमा चाहिँ छु होइन, अनि त्यहाँ चाहिँ मैले डिफ्रेन्ट नेसनालिटीको गर्ल्सहरूलाई भेटिरहेको हुन्छु। अब सबैजना इङ्ग्लिसमा च्याट गर्न, गफ गर्न त कम्फर्टेबल हुँदैनन् नि त, अनि मैले चाहिँ यो इन्टेन्ट एपको थ्रु उहाँहरूसँग कम्युनिकेट गरिरहेको छु। यति सजिलो भएको छ, मलाई त फिलै हुँदैन क्या उहाँहरूको र मेरो चाहिँ ल्याङ्ग्वेज मिल्दैन, हामीलाई चाहिँ ल्याङ्ग्वेजले गर्दा प्रब्लम भइरहेछ भनेर। यति सजिलो छ होइन, टेक्स्ट, अडियो, म्यासेज हजुरहरूले गर्नु अटोमेटिक ट्रान्सलेट हुन्छ, प्लस हजुरहरूको आफ्नै भोइसमा जान्छ क्या, भोइस क्लोन गरेर। यति रमाइलो, यति इङ्गेजिङ छ यो एप। मैले अहिलेसम्म चाहिँ यो एपमा एउटा पनि मिस्टेक भेटाएको छैन। लाइक मैले इङ्ग्लिस बोलेर पठाउँछु, मेरो साथीहरूले चाहिँ उनीहरूले बुझ्दाखेरि अर्कै मिनिङ बुझेको चाहिँ मैले अहिलेसम्म कुनै पनि केस भेटाएको छैन। यो एप चाहिँ एकदमै राम्रो छ र यसको लोगो चाहिँ यो हो, अरू एपसँग नजुक्किने होला, एकचोटि ट्राई गरेर चाहिँ हेर्नुहोस्, एकदमै सजिलो छ, एकदमै राम्रो छ।